बुवा के पाक्दैछ आज हाम्रो घरमा? यत्रो ठुलो ठुलो कराईमा दुध रहेछ। कुराउनी बनाउने अर्ग्यानिक कुराउनी बनाउने तरिका हो यो। बुवा अघि त्यति धेरै दुध थियो, अहिले त थोरै भइसकेछ। अब बाक्लो बाक्लो हुँदैछ नि, भइसकेको हो। अब बाक्लो बाक्लो भइसकेको छ। अब करिब करिब तयार हुन लागिसक्यो। त्यसरी चलाउँदा चलाउँदा यसरी दुध खिँदै 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 गएर यसरी प्योर अर्ग्यानिक दुधलाई यसरी खियाउँदा खियाउँदा यसरी कुराउनी बन्छ। अब तयार भइसक्यो, लगभग तयार भइसक्यो। कति टाइम लाग्दो रहेछ? यो भरि भाडा थियो, भाडाभरि दुध थियो। कति बजे सुरु गर्नु भएको थियो? यति दुधलाई करिब करिब 20 लिटर जति दुध होला। 20 लिटर जति दुधलाई तयार गर्नुको लागि त लाग्छ 5-6 घन्टाहरू है। दुःख अनुसारको खाँदाखेरि पनि मिठो होला। चिनी पनि भर्खर हालेको देखेको थिएँ मैले। चिनी हल्का चिनेर, तर चिनी नराखे पनि हुन्छ। फेरि पनि अलिअलि थोरै चिनी राखेको। ल